साथीहरु नमस्कार, स्वागत छ तपाईहरुलाई मेरो ब्लगमा। म यता आरामै छु, अपेक्षा गर्छु त हजुरहरु पनि आरामै हुनुहुन्छ होला भन्ने। सो आज चाहिँ म जान लागेको छु यहाँ खन्नलाई। बुढी यहाँ बसी छिन्। के रे बुढी? बुढी केलाएर बसेको नि ओहो नबोलेको रे भाइ। नबोल्ने हामी पनि कति है म चाहिँ आज यहाँ खन्ने हो। अब टक्क यति खनेर भ्याउँछु। हजुर आगो भित्र जग्गादेखि काम गराउन जाने नि किन अब कराई बसाल्दिने अब बोरी केलाई छिन् बोरी आलु बनाउने आज ठिक गर्नुभयो धेरै ठिक गर्नुभयो हैन। अब चाहिँ खन्न जान्छु म। अब साथीहरु मैले चाहिँ यहाँ खनिसके अन्डा नि यस तरकारी नि पाक्न लागिसकेछ। बेसार निकाल्दा म तरकारी नि पाक्न लागेछ। अब बोडी र आलु मिठो बनाइदियो। बेसा सबै हाल्दियो के हुन्छ र थोरै खाइ धेरै खाइदियो। मलाई चाहिँ रुगा खोकी लाग्यो। त्यो चाहिँ आज खनिएर म क्यामेराम्यानै भएन। वर्षाजी नि ट्युसन जान लाउनु भएपछि क्यामेराम्यानै हुँदैन खनिएर। र वर्षा चाहिँ मसला पिस्न जानु लाग्छ। उसलाई आगो बल्ल आउँदैन। आयो दाउरा सकिसक्यो थाहा छैन। दाउरा आलु पर्छ भन्ने थाहा छैन। ढङ्ग छैन। ढङ्गै छैन क्या यो आइमीको त ढङ्गै छैन। मेरमजीले चाहिँ वर्षाको लागि रोटी खाजा बनाइदिनु भयो। यसमा फेरि अहिले अन्डा लगाउने काम मेरो। कतिवटा बनाउनु भयो तपाईँले? 1 2 3 4 5 6 7 8वटा हैन? 8वटा रोटी। आज त चिया निला भिडियो बनाउनु मन राति गेम खेलेर सुत्छु म। चाल पाइन्छ हिजो चाहिँ यो मम्मीसँग बोलेर हो। मोबाइल हेरिरहेको थिएँ तपाईँहरूले मम्मीसँग हान्दिउँ तपाईँ आफ्नो मोबाइल म आफ्नोबाट बोलेँ मम्मीसँग बोलाएर सोध्ने हो। कृष्ण दिदीहरूसँग बोलेन म राति होइन के हिजो के बिहान देखाइदिने हो। तेरो मोबाइल चार्जमा कति हो? 1-2 घन्टा अरे बिहानबाट चार्जमा मोबाइल अनि आफैले भन्यो नि रातिबाट चार्जमा छ अरे। झुट बोल्दा गद्दार कर भित्री। यस्तो मान्छेहरूसँगबाट चाहिँ टाढै बस्नु होला भन्न चाहन्छु। सब्सक्राइब गरिदिनुहोस् मेरो च्यानललाई, सपोर्ट गरिदिनुहोस् मलाई। कता नै उसलाई मात्रै रोटी बनाउन होला जस्तो गर्छ। मलाई नै आउँछ। तेरो भन्दा गोलो हुन्छ भाइ। वर्षा चाहिँ स्कुलबाट आयो। के पढेर आएको रे? स्कुलबाट आयो वर्षा मात्रै भयो। म चाहिँ अब वर्षाको लागि के भन्छ रे एक अन्डा हालेर रोटीमा एग रोल बनाइदिने छु। अन्डा बोल्दै हो लाएर अन्डा घोल्नु पर्यो गाइस। ल म चाहिँ अब यहाँ वर्षाको अन्डा र रोटी बनाइदिइरहेको छु। वर्षालाई चाहिँ एकदम मनपर्छ अरे के यो चाहिँ नास्तामा होइन त वर्षा? तिमीलाई मनपर्छ होइन यो नास्ता? हिजो कस्तो भयो?
खतरा वर्षा हाम्रो वर्षाको त सरकारी नोकरीवाला भन्दा पनि फुर्सद छैन नि हैन खैयौ लो खाइहाल्नु न यसमा थोरै यति जति घिउ लपक्क लाएर हाल्यो भने यस्तो दामी हुन्छ ओहो तपाईँको चाहिँ यति भएपछि त सक्छ त कसैले सक्दैन नि फेरि उ ल खै यो राख्ने थाल खै चम्चा हटाउ त वर्षा चाहिँ स्कुलबाट आएपछि माफा देखाएर मोबाइल हेरेको छि माम कस्तो बनाएको भाउजूले खतरा सक्दैन अब थपेको मिठा खै भन भाइ तिमी स्कुल किन जान्छौ मिठो वर्षा चाहिँ स्कुल गएको उहाँ गल्देऊ न भाइ बुनु अब म चाहिँ जान्छु दाउरा यो सुक्यो यहाँ पुरो यसलाई साइड पारिदिनु पर्यो लाइक शेयर सब्सक्राइब गरिदिनु सपोर्ट गर्नुहोस् मलाई सबैजना भएर हाँगा बाँध्नु पर्यो यो सुतेर उठियो अन्डेजी टिकटक हेरेछ किन हेरेछ त टिकटक हेरेर बसेको छ अब खाजा टाइम भयो दोकानतिर जानु पर्यो गाइज न मान्छे मोहान्सी है त गाइज बर्षा चाहिँ आइसकेको छ स्कुलबाट भाउजू चाहिँ यहाँ के अरे के अरे यो अनार छेलेर बसी खै भुन्डी हेर्दै अझ हैन वर्षा आज स्कुल कस्तो भयो राम्रो भयो यो खोला नि त ल्याऊ दिउँसो गरी भएन अनि यो लगाएर बस्छ हो घामै लाग्दैन यत्रो लुगा के अरे यत्रो घाम होमवर्क कति खाने आज के हो ल भन् त 6 1 6 6 2 the 2 bell 6 6 3 the 18 6 6 4 the 24 and here 6 5 the 30 6 6 the 36 and 6 7 the 6 7 the 6 7 the रखने मम्मा सच्च 6 रखने में समझ क्या रखने 6 32 36 37 38 39 39 40 41 16 6 7 42 and 6 क्या रे अब 6 7 42 2 6 8 48 6 9 56 is 50 6 9 50 54 6 10 भयो कि भएन कमेन्ट गर्नु है तो लागे
ड्रेस खोल पहिला ड्रेस गएर सबैलाई लुगा लिएर आउनु भयो बहिरीलाई बजार गर्नु थियो अनि मलाई चाहिँ छैन के पनि यति भन्दै म आजको ब्लग सबैको जानकारी गराउँछु सबैजनालाई लाइक शेयर सब्सक्राइब गर्न नबिर्सिनु होला हस्त बाबाई गुड नाइट फेरि भोलि बेलुका भेट्नेछौँ नयाँ ब्लग साथमा म तपाईँहरूको आफ्नै मित्र बादल विश्वकर्मा